गाइस हामी चाहिँ अर्कै दुनियाँमा छौँ। यो दुनियाँ भने कुन दुनियाँ भने चाहिँ यो हाम्रो गाउँदेखि जाने यो डोल्पाको दुनियाँतिर लागेका छौँ हैन। यस्तो भिरमा जानुपर्छ हैन, माथि त्यहाँ गएको मान्छेहरू टक्क लाएर पानी परिरहेछ। बाटो पनि एकदम खराब छ हैन। के भन्नु, बाटो देखाउँछु है। बाटो पनि यस्तो छ है, यस्तो छ बाबरे। हामी त हे ओहो यस्तो पनि हुन्छ। अरे बाबरे, यस्तो बाटो छ हैन। दुनियाँको खराब बाटो हो यो भने। यो बाटोबाट गएपछि सिधै हारखोर भेटिन कि नै त्यो पनि थाहा छैन। अब म चाहिँ कुन अवस्थामा जानु पर्यो भनेपछि यो बाटोमा हैन। एक हात त मोबाइल छ, माटो हुने एक हात त छातो छ, छातो निरा छु छाता हैन। यस्तो अवस्था छ गाइस, के गर्नु। यस्तो बाटो आइयो हैन। है ओहो भन्छ के यसलाई फेरि चट्टै माथि मान्छेहरूलाई धेरै गाह्रो भएको छ होला। डोल्पा भन्ने बित्तिकै त खतरा ठाउँ हो, अक्सिजन पनि पाइन्न हैन। यस्तो बाटो चाहिँ धेरै गाह्रो भयो। खाने हो यसलाई, काटेर खाने हो। अहिले थाकेको सब दूर हुन्छ भाइ। त्यो त हो फेरि। अब एकछिनमै हामी बस्ने ठाउँमा पुग्छु। जानुपर्ने त अब धेरै छ है। भाइ पनि उल्का हो क्या। अब घोरासोरा तलिबाट गएको छन्। एकदम खतरा अप्ठ्यारो ठाउँ हुने आयो। त्योभन्दा अप्ठ्यारो ठाउँ अब धेरै ठाउँ होला। हस् गाइस, भिडियो आउँदै गर्छ, हेर्दै गर्नु होला भन्ने आशा म राख्छु हैन। हेरेर लाइक कमेन्ट सब गरिदिनु होला है।